नमस्कार आनन्द खबर एआईका प्रिय दर्शकहरू, म किमी फेरि नयाँ भिडियो लिएर उपस्थित भएकी छु। तपाई सबैलाई आजको विशेष समाचारमा स्वागत छ। नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहले पछिल्लो समय दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले कड़ा प्रतिक्रिया दिएका छन्। सुदूरपश्चिममा आयोजित कार्यक्रममा बोल्दै ओलीले पूर्व राजालाई संविधान सम्मत बाटो रोज्न सुझाव दिँदै राजनीतिमा आउन चाहनुहुन्छ भने चुनाव लड्नुस् भन्ने चुनौती दिएका छन्। ओलीले पूर्व राजाको पछिल्ला अभिव्यक्तिहरूप्रति असन्तुष्टि व्यक्त गर्दै भने संविधान, कानून, लोकतन्त्र प्रणालीको प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु भन्नुहुन्छ। तर केमा आउनुहुन्छ? राजनीतिमा आउन खोज्नु भएको हो भने यु आर वेलकम। आउनुस्, चुनाव लड्नुस्। ओलीले पूर्व राजाले प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धा स्वीकार्नुपर्ने र लोकतान्त्रिक बाटोबाट अगाडि बढ्नुपर्ने स्पष्ट पारे। पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो। संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ, त कानूनको पनि कुरा गर्नुहुन्न उहाँ, लोकतन्त्रको कुरा गर्नुहुन्न, प्रणालीको कुरा गर्नुहुन्न, प्रक्रियाको कुरा गर्नुहुन्न। मलाई साथ दिनुस्, म आउँछु, देश बचाउँछु। देश के भएको छ? उहाँहरूका यस्ता अस्थिरताका क्रियाकलापहरूले, अराजक क्रियाकलापहरूले, उहाँहरूद्वारा प्रेरित अराजक क्रियाकलापहरूले देश अप्ठ्यारोमा पर्दैछ। म उहाँलाई सुझाव दिन चाहन्छु। एउटा पूर्व राजाको हैसियतले उहाँले त्यति वर्ष पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य सुसंस्कृत ढङ्गले लोकतान्त्रिक बाटोमा, लोकतान्त्रिक विधिबाट संविधान र कानून अनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनु पर्ने ठाउँमा के चुनावमा साथ माग्या कि भोट माग्या कि के मागेको? मलाई साथ देऊ, म आउँछु। कहाँ आउने उहाँ? पोलिटिक्समा आउनुहोस् न, हामी त स्वागत गर्छौँ त। ओलीका अनुसार मुलुकलाई पुनः राजतन्त्रतर्फ फर्काउने प्रयत्न भइरहेको छ। यही कारण कांग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको उनको भनाइ छ। साथै ओलीले अर्थतन्त्रलाई सही दिशामा लैजाने प्रतिबद्धता पनि दोहोर्याए। ओलीको दोहोरो प्रश्न। ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई खुला प्रश्न गर्दै भने, तपाईले के माग्नु भएको हो? चुनावमा साथ माग्नु भएको हो कि भोट माग्नु भएको हो? मलाई साथ दिनुस् भनेर केमा आउन लाग्नु भएको हो? राजनीतिमा आउन खोज्नु भएको हो कि अराजनीतिमा? अराजनीतिमा आउने कि राजनीतिमा आउने? राजनीतिमा आउने भने यु आर वेलकम, आउनुहोस्, स्वागत छ। उम्मेदवार हुनुहुन्छ र साथ माग्नुहुन्छ, माग्न मजाले पाइन्छ। तर केमा साथ माग्नु भएको तपाईले? पूर्व राजाले खुला रूपमा लोकतान्त्रिक प्रणालीलाई स्वीकार्ने कि अन्यथा गर्ने भन्ने विषयमा ओलीले स्पष्ट धारणा राख्न आग्रह गरे। यसरी नै ताजा समाचारहरू तुरुन्तै प्राप्त गर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। मुख्य च्यानल आनन्द खबरलाई पनि सब्स्क्राइब गर्नुहोस्। अहिलेलाई बिदा माग्छु। म समाचार प्रस्तोता किमी। धन्यवाद।